Hi guys, welcome back to my channel. आज चाहिँ यति रमाइलो मौसम छ, मेरो हातमा चिया छ। म चाहिँ एकदमै ठुलो चिया लभर हो। चिया पनि आफ्नै घरको गाईको दुधको र आफैले बनाएको पानी नहालेको स्पेशल। ल्वाङ सुकमेल अदुवा अनि दालचिनीको पात सबै आफ्नो घरको। ल्वाङ सुकमेल चाहिँ हैन है। सो त्यो मेरो फेभरेट हो। सो चिया खाँदैछु अनि आजको वेदर चाहिँ एकदमै राम्रो छ। एभ्रीडे नै राम्रो हुन्छ तर पनि आज अझै धेरै राम्रो छ। सो म चाहिँ अब चिया खाँदै पसिना आइरहेछ मलाई हैन, गर्मी भएर। बट चिया चाहिँ छोड्नु हुँदैन गाइस, 5-6 कप त खानुपर्छ सकेसम्म थोरैमा। तर त्यो चाहिँ मैले यहाँ आउँदा मात्रै खाने है, फेरि म अरू बेला चाहिँ त्यस्तो धेरै खाँदिनँ। 1 कप चाहिँ खान्छु दिनमा, त्यो चाहिँ मलाई एकदमै चिया खान मनपर्छ। सो धेरैजनाले चाहिँ चिया खाँदै हेर्दै हुनुहुन्छ होला, धेरैजनाले चिया खाने तयारीमा हुनुहुन्छ भने धेरैजनाले चाहिँ नो आइम अ कफी पर्सन भन्नुहुन्छ होला। बट इट्स ओके, चियर्स टु अल। सो आजको भ्लगमा चाहिँ म अब कहाँ घुम्न जान्छु भनेर सोचिरहेको छु। यहाँको मेरो फेभरेट ठाउँहरू मा चाहिँ जान्छु भनेर सोचिरहेको छु। तपाईँहरूको इच्छाअनुसार मैले आफ्नो डेली भ्लग अनि आफ्नो गाउँको टुर अनि त्यसपछि होम टुर अनि त्यसपछि के थियो मैले त्यो कभर गर्न सक्ने जति चाहिँ गर्छु। लेट्स सी है त के हुन्छ। यहाँबाट खेतमा हेर्ने काम भइरहेछ। यो चाहिँ दूरबीन। रिसोर्ट 60 मुरे यता घुमाउनु न। हजुरआमाको फेभरेट स्पट। हजुरआमा ठिक छ? यहीँ आयो। हाम्रो घर एरिया त हाम्रो घर एरिया त एउटा पोल छ, 2टा पोल छ। यहाँबाट तानसेनको घडेरी पनि देखियो। देखिन्छ नि त। ठिक छ। आज चाहिँ मेरो काम यो फर्सीको मुन्टा केलाउनु छ। यो चाहिँ आफ्नै बारीको फ्रेस हो। अनि मलाई चाहिँ यहाँ बसेर मुन्टा केलाउनु चाहिँ मजा आउँछ। जे गर्न पनि यहाँ बसेर चिया खानु भयो, गफ गर्नु भयो, फोन हेर्नु भयो, जे पनि मलाई चाहिँ यहाँ बस्नु चाहिँ मजा लाग्छ। किनभने यहाँबाट यस्तो फ्रेस हावा आउँछ। सो अब यति केलाइसक्छु म है त। अब को सुत्छ यसरी? हाम्रो राजा साहब सुत्नुहुन्छ यसरी। यो घरको राजा, उहाँ यो घरको राजा। के छ? अबुई उजी उजी के गर्ने? के गर्ने? अमोय मेरो कुटे टोक्छ क्या त यस्तो बदमासरी। टोक्ने हो? चाहिँ बाहिरको भ्यू। जानु सुत्नु, छोड्दिनँ सुत्नु अनि उठेर गर्ने। 11 बज्यो। घडी चाहिँदैन। घडी नहेरी कसरी थाहा पाउनुहुन्छ? 11 बजे ल हेरौँ है त, 11 बज्यो कि बजेन हेरौँ है त। 11 बजेर 12 मिनट गएछ। 11 बजेर 12 मिनट गएछ। त्यो त त्यति अब त जान्नु भयो। अलि मिलो होइन, मिल्यो 11 बजेको 5 ल यहाँ आउनु जानु मिल्छ।
ए त्यहाँबाट यहाँ आउन्जेल 12 मिनट लाग्यो अयो ठिक हो ठिक हो अब कति घन्टा सुत्ने अब कति मिनट सुत्ने त 1 मिनट 3 मिनट सुते चाहिँ पुग्छ 3 मिनटले पुग्छ 3 मिनट पुग्छ झपक्क हुने हो कि अँ म केही गर्नु ल यही सुतेको बाई गुड नाइट भन्नु नि त गुड नाइट भन्नु गुड 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 नाइट गुड गुड ल बाई लौ 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 म चाहिँ त्यहाँ माथि डाँडामा जान्छु भनेर बसेको है माथि डाँडामा पानी परिरहेछ के तर पानी पनि परिरहेछ घाम पनि लागिरहेछ ल यो कस्तो खालको मौसम हो यो चाहिँ हो मलाई मनपर्ने ठाउँ मलाई चाहिँ यहाँ आएर यो भ्यूहरू हेर्न कस्तो रमाइलो लाग्छ कि आकाश पनि कति राम्रो देखेको वाउ कस्तो राम्रो छ नि होला पर त्यो चाहिँ कमलको ताल हो यतापट्टि अलिअलि ग्रिन देखिरहेछ त्यो कमलको ताल हो त्यो पारिपट्टि चाहिँ माडी भन्छ त्यसलाई अनि यो तलको गाउँहरू अझै देख्छ वेट स्कुटर पनि आउँदो रहेछ तर म चाहिँ स्कुटरमा आएको यहाँ चाहिँ वाक गरेर आउन चाहिँ मर्निङ वाक त रमाइलो हुन्छ तर मलाई एक्लै चाहिँ डर लाग्छ कि यस्तो जङ्गलको बाटो छ अनि यो ल मेरो फेभरेट ठाउँ हो यो यहाँबाट यस्तो राम्रो देख्छ कि भ्यू अझै तल मैले जे आँखाले देखिरहेको छु त्यो चाहिँ क्यामेराले देखाउन सकिरहेछ कि छैन चाहिँ मलाई थाहा छैन तर ठाउँ चाहिँ अति बवाल छ ल हेर्नु है यहाँबाट यताको साइड अब यो जङ्गल यतातिर त राम्रो भइहाल्यो होइन यहाँबाट सबै यो पनि देख्छ कि यताको ठाउँ यो यताको ठाउँ भयो है पुरै 360 नै राम्रो देख्छ ल यहाँबाट पुरै गाउँ देख्छ तलको यहाँबाट मेरो घर पनि देखिरहेछ थ्री 360 भ्यू देखाउँछु म तपाईँहरूलाई ल हेर्नु रुखहरू काट्यो भने चाहिँ त्यो बजार पनि क्लियर देख्छ अनि यताको भ्यू पनि क्लियर यता त अति बवाल छ यहाँ बस्ने ठाउँ पनि छ के कति राम्रो घाँसहरू पनि यस्तो हरियो तपाईहरू पाल्पा आउनुभयो भने चाहिँ यो ठाउँ आउनु होला मलाई चाहिँ यस्तै ठाउँहरू मनपर्छ के जहाँबाट चाहिँ सबै नेचर देखियोस् है अनि सबतिरको डाँडा काँडा हरियाली सब देख्न पाओस् मेरो फेभरेट हो माई गड यस्तो राम्रो छ के यो ठाउँ यस्तो राम्रो छ
म त यहाँ दिनभरि नै बस्न सक्छु। म चाहिँ अब यो ढुङ्गामा बस्छु, यस्तो राम्रो छ। यो ढुङ्गामा बस्छु अनि यहाँबाट यो भ्यू हेर्छु। म चाहिँ अब यहाँ बसेर यो ठाउँ यस्तो मजाले इन्जोय गर्छु। लाइफमा चाहिने भनेकै यही पिस होला जस्तो लाग्छ क्या। प्रकृतिको माझमा बस्दाखेरि, प्रकृतिलाई नजिकबाट निहाल्दाखेरि चाहिँ कस्तो गुड फिलिङ आउँछ, गुड भाइब्स आउँछ। हावाले चाहिँ मेरो कपालको ब्यान्ड बजाइसक्यो। अಯ್या म चाहिँ जान्छु, अब फर्किँदैछु। सो यहाँ आउने गाइजहरू जो पनि आउनुहुन्छ, पाल्पाको कोही न कोही त आउनुहुन्छ। यहाँ जुन फोहोरहरू फाल्नु भएको छ नि, यो यसलाई चाहिँ सफा गर्नु होला। यसरी राम्रो ठाउँमा बोतलहरू, फोहोरहरू फालेर चाहिँ नहिँड्नु होला है। आफूले फोहोर गरेपछि आफ्नो फोहोर सफा गर्न पनि जान्नुपर्छ। ल यति भन्दै अब म यहाँबाट जान्छु। इग्नोर माई कपाल, यो चाहिँ हावाले उडाएर यस्तो भएको। हो हेलमेट हो कि, हेलमेट छ यहाँ, मेरो फोन छ। अय्या मिलाउनै पर्यो कपाल चाहिँ। मुखमा कपाल आयो भने चाहिँ यस्तो डिस्टर्ब हुन्छ क्या मलाई। ल यता हेर्नु, यो पछाडिको चाहिँ बाटो हो। यो चाहिँ खास पहिला घाँसहरू काट्न आउने बाटो हो यो चाहिँ। तर मेन बाटो चाहिँ अलिकति माथि छ, तर त्यो पनि अफ रोड छ। यतातिर चाहिँ मलाई सानैदेखि यो सल्लाहको रुख हुन्छ नि, कस्तो मनपर्ने क्या। अनि 3-4वटा मात्र छ क्या यहाँ सल्लाहको रुख, 3-4वटा मात्रै छ। अनि यो चाहिँ कस्तो राम्रो लाग्ने कि, तल चाहिँ सबै सालको रुख छ अनि माथि चाहिँ यति चाहिँ सल्लाहको रुख छ कि। अनि सानोमा घुम्न जाँदाखेरि, अब घुम्ने ठाउँहरूमा चाहिँ यस्तो रुख हुने नि त। अनि यो रुखहरू देखेँ कि यो चाहिँ घुम्ने ठाउँ हो जस्तो लाग्थ्यो क्या, मेरो दिमागमा चाहिँ त्यस्तो आउँथ्यो। ल अब चाहिँ म जान्छु है, किनभने धेरै बेर यहाँ नबसौँ, धेरै बेर नबस्दै राम्रो होला। 1.5 घन्टा हुन लागिसक्यो म यहाँ बसेको। सब चाहिँ जान्छु, बाई। पहिला तिम्रो नाम भन। मेरो रमन गइर। लौ तिम्रो नाम थाहा छैन? अनि तिमी मेस्सीको फ्यान हो? तिमी पनि मेस्सीको फ्यान हो? तिमी? अनि खै त जर्सी? म जर्सी आज धोछु। धोछु? भोलि गेम हेर्ने कि नहेर्ने? अनि अस्ति राति उठेर हेऱ्यौ? हेऱ्यो? हेऱ्यो न, यस्तो नि फ्यान हुन्छ। तिमी कसको फ्यान हो? तिमी कसको फ्यान हो? मेस्सी। तिमी? मेस्सी। लाउ हात मिलाऊ, ल तिमी पनि मिलाऊ। ब्याकमा गएको पनि मेस्सीको फ्यान हो। ल सब मेस्सीको फ्यान। च्यानलको नाम के हो? मेरो च्यानलको नाम? मलाई चिन्छौ कि चिन्दैनौ? मैले चिन्छु। म को हो? के गर तपाईँ टिकटकको धेरै लाइक आछ। अनि म तिमीहरूको गाउँको दिदी हो, मलाई चिन्दैनौ? तिमीहरूको गाउँको दिदी हो, मलाई चिन्दैनौ? म त कहिले हेरेको जस्तो लाग्यो, तर तपाईँको च्यानलको नाम के? च्यानलको श्री पाण्डे। श्री पाण्डे। हेर है, तिमीहरूको नाम भनिदेऊ नि त। तिमीहरूको नाम के हो? मेरो घर यहाँभरिमा सबैभन्दा राम्रो घर कसको छ? यतिभरिमा होइन, तल पनि सबैभन्दा राम्रो घर कसको छ? ल भन, कसको भन त। गुड गुड, देख्यौ? चिन्यो होइन मलाई? हो, कहाँ देख्यौ?
मैले काट्दैछु ल ल जाऊ बल खेल भोलि पर्सि मेस्सी रोनाल्डो जस्तै हुनुपर्छ है हुन्छ यही खेल्ने हामी यस्तो ओह्रालोमा सक्छौँ अनि कहाँ पुग्छ यहाँ बल अब गोल पोस्ट खै त गोल पोस्ट यही छ ल ए ढुङ्गा गोल पोस्ट ल बाई भन ल बाई ल मेरो च्यानल ओ गुड गुड यो मान्छे चाहिँ युट्युबर बन्छ है भोलि पर्सि ल बाई आजको वेदर चाहिँ एकदमै हावा लागिरहेछ म वेदर अपडेट पनि दिन्छु यो फुल चाहिँ मलाई एकदम राम्रो लाग्छ लिली जस्तै लाग्छ तर यसको स्मेल चाहिँ हुँदैन लिलीको जस्तो अनि मलाई चाहिँ घरमा यसरी फुल राखेको चाहिँ एकदम राम्रो लाग्छ अनि यहाँ त फुलको कमी छैन सो म एभ्रिडे नै राखिरहेको हुन्छु फुल चाहिँ बाहिर चाहिँ मजाले हावा पनि लागिरहेछ अनि घाम पनि लागिरहेको छैन यसले मेरो ब्लग हेर्दैछ है गाइस ध्यान दिएर हेर्दैछ अलिकति सिद्ध बाबाको खण्डमा चाहिँ बाटो अलिकति त्यहाँ चाहिँ मेरो फ्यान हो न हिउँ न बर्खा पानी परे पनि नपरे पनि त्यहाँ चाहिँ अलिकति बाटोको समस्या चाहिँ छ किनभने त्यहाँ पहिरो खस्छ सुक्खा पहिरो पनि खस्छ हिँड्दाखेरि चाहिँ अलिकति डर लाग्छ किनभने पहाड छ अनि पहाडबाट ढुङ्गाहरू खस्छ कि माटो खस्छ कि भन्ने डर त भइहाल्छ सो त्यो बाटोलाई चाहिँ अलिकति व्यवस्थित गर्न सकियो त्यसको कुनै के हो साथी स्थायी रूपमा चाहिँ सकियो भने चाहिँ यहाँ चाहिँ अरू सबै प्राकृतिक कुराहरू त छँदैछ हामी चाहिँ पाल्पाको ओके भाइ केरा खाना आउनुहोस् भनौँ न यो ल धन्यवाद कहाँको हो यो त हाम्रै घरको हो यो चाहिँ आफ्नै बारीको केरा अनि लोकल कुराहरू के त्यो अस्ति मैले देखाएको थिएँ त्यो चाहिँ होइन है यो चाहिँ अर्कै पहिले टिपेर राख्नु भएको थियो त्यो रहेछ तर यो चाहिँ खास के हो भने यो केरा चाहिँ खास के हो भने यसको स्टोरी चाहिँ के छ भने सरी मैले अडाउनु खोजेँ सकिनँ ल बस्नु न त यो चाहिँ बाँदर लाग्छ मैले यहाँ भनि नै सकेँ एकदमै धेरै बाँदर लाग्छ अनि त्यो बाँदरले चाहिँ त्यो भाँचेर छोड्दैछ क्या खाएनछ भाँचेर चाहिँ छोड्दैछ अनि अब त्यो त वेस्ट हुन्छ यतिकै फाल्यो भने त्यसलाई चाहिँ लिएर आएर घरमा चाहिँ खास त्यो बेला खानालाई भन्दा पनि यसको पाकेर खाने भन्दा पनि अचार खाने भनेर ल्याउनु भएको रहेछ तर यो पाकेछ हेर्दा यस्तो छ होइन तर एकदमै मिठो छ क्या यो केरा तपाईँलाई केरा खान चाहिँ सजिलो हुन्छ चबाउनु पर्दैन दाँत चाहिँदैन होइन हो कि होइन हो भन्नु न हो जबरजस्ती गर्नुपर्छ यहाँ खानु त दामी मिठो ठिक छ खतरा नखाने पानी पर्यो यी के कस्तो राम्रो नखाने म मालपुवा खाने घाम पनि लागिरहेछ पानी पनि परिरहेछ टोकिन्छ खै त हातले त भाँचिन्न कसरी खाने खाइँदैन चियामा डुबेर खाने कि फेरि त आइगइस यो नानी जाउँदाबे पक्कै रहेछन् जुवै मालिका लो कान्छी झमझम रलिका मोर्दारले त्यस्तो अनि यो ठुलो आनी ठुलो जानी हो हामी त नानी झमझम
नि जानी हो जब जानी हो जनमा लौ झपकै जानी सब देख्यौ भयो बाजे गर्ने बेला भयो आयो बाबा